यो यो हाम्रो विन्डो स्प्लिट विन्डो एसीको आउटडोर कनेक्सन हुँदैछ। यसमा हामी सुरुमा हाम्रो कनेक्टर छ। कनेक्टरमा न्युट्रल 1 नम्बर 2 नम्बर 3 नम्बर। न्युट्रलमा हाम्रो फ्यानको कम्प्रेसरको प्लस 4 वे बल्बको न्युट्रल एक ठाउँ कनेक्ट हुन्छ। अनि त्यसबारी 1 नम्बरबाट हामीले कम्प्रेसरको क्यापेसिटरमा दिने हो लाइन। अनि अर्को छ 2 नम्बरको फ्यान कनेक्सन गर्ने हो। अनि 3 नम्बरकोबाट 4 वे बल्ब कनेक्ट गर्ने हो। अब सबैभन्दा सुरुमा हामीले यहाँ के भन्छ 1 नम्बरबाट क्यापेसिटरमा दिने हो। क्यापेसिटरमा दिइसके पछाडि अब क्यापेसिटरको एउटा पोइन्टमा दिइसके पछाडि अर्को पोइन्टमा कम्प्रेसरको रनिङ दिने हो। अनि अर्को पोइन्टमा स्टार्टिङको लाउनुपर्छ। अनि हाम्रो बाँकी रहन्छ न्युट्रलको पनि कनेक्सन हाम्रो न्युट्रलबाटै दिने हो। यो न्युट्रलमा यसरी हालेर कनेक्सन हुन्छ। हाम्रो कम्प्रेसरको कनेक्सन भयो। अब त्यसमा चाहिँ हाम्रो यो 4 वे बल्बको लाइन एज 3 नम्बरबाट दिने हो। अनि न्युट्रलको कनेक्सन यहाँ हाम्रो न्युट्रल कनेक्टरबाट न्युट्रलको कनेक्सन। अनि त्यसपछि हाम्रो रहन्छ यो फ्यानको बाँकी। अब फ्यानमा पनि हाम्रो अर्थिङको छ, न्युट्रल छ, अनि यो के भन्छ रनिङ, अनि यो स्टार्टिङ हो। यसमा पनि हामीलाई फ्यान चलाउनलाई क्यापेसिटर चाहिन्छ। क्यापेसिटर भनेको हाम्रो 12 कति 3 माइक्रोफ्यारेडको छ। अब यो क्यापेसिटरको पनि अब अरू कनेक्टर कहाँ गयो? छ न्युट्रल डाइरेक्ट जाने हो। त्यसैले यहीँबाट न्युट्रल 3 भयो। अनि त्यसबारी अब क्यापेसिटर एउटा क्यापेसिटर लिएर रनिङमा अनि स्टार्टिङमा पनि कनेक्सन गर्ने हो यसरी। अनि त्यसबारी हाम्रो यसमा के आउनु पऱ्यो त्यसको लागि कनेक्टर कहाँ हो? यसको रनिङमा दिने हो यो के भन्छ फेज फ्यान चलाउनलाई रनिङमा। अनि त्यसबारी अब हाम्रो 2 नम्बरमा जोड्ने डायग्राम छ नियमअनुसारले, त्यसैले 2 नम्बरमा जोड्ने हो। अब यति जोडिसके पछाडि हामीले अब 1 नम्बरमा न्युट्रल, 2 नम्बरमा 3 नम्बरमा फेज, अर्को के भन्छ इन्डोरबाट कनेक्सन गर्नुभयो भने यो हाम्रो एसी चल्छ, चिसो हावा दिन्छ। यति गरेर सक्यो। सक्यो। धन्यवाद।